तपाईलाई थाहा छ अफिसको सिलिङ हाइटले क्रिएटिभिटी बढाउन सक्छ। नमस्ते, आज म कुरा गर्नेछु अफिसको सिलिङ हाइट र क्रिएटिभिटीको रिलेसनको बारेमा। एउटा रिसर्च अनुसार युनिभर्सिटी अफ मिनेसोटाले एक एक्सपेरिमेन्ट गरेको थियो। त्यो एक्सपेरिमेन्टमा मान्छेहरूलाई दुईवटा डिफ्रेन्ट रुममा राखिएको थियो। एउटा रुममा हाइट 8 फिट थियो भने अर्को रुमको हाइट 10 फिट अनि तिनीहरूलाई क्रिएटिभ टास्क दिएको थियो। रिजल्ट के निस्क्यो भने जुन मान्छेहरू 8 फिट हाइट सिलिङ भएको रुममा काम गर्दै थिए त्यहाँ क्रिएटिभिटीको काम कम थियो, तर 10 फिट हाइट सिलिङ भएको रुममा काम गर्ने मान्छेहरू बढी क्रिएटिभिटी आइडिया लगाउन सक्ने देखियो। यो रिसर्चले के देखायो भने हाई सिलिङ मोर क्रिएटिभिटी थिङ्किङ। त्यसैले नेक्स्ट टाइम तपाईहरू अफिस डिजाइन गर्दै हुनुहुन्छ भने यो टिप्स ध्यान दिनुहोस्। फल सिलिङलाई धेरै तब नल्याउनुहोस्। सिलिङ हाइट म्याक्सिमम मेन्टेन गर्नुहोस्। सिलिङमा धेरै हेभी प्याटर्न युज नगर्नुहोस्। फर्निचरलाई लो हाइट मेन्टेन गर्नुहोस् जसले रुम ओपन र स्पेसियस फिल गराउँछ। यो सिम्पल इन्टेरियर टिप्सले अफिसको इन्भाइरोमेन्ट र क्रिएटिभिटी लेभल दुवै इम्प्रुभ हुनेछ। सो आज तपाईले दुईवटा कुरा सिक्नुभयो। अफिसको सिलिङ हाइटले क्रिएटिभिटीमा इफेक्ट पार्छ र स्मार्ट इन्टेरियर डिजाइन चोइसले वर्किङ इन्भाइरोमेन्ट इम्प्रुभ गर्न सकिन्छ। इन्टेरियर रिलेटेड यस्तै इन्ट्रेस्टिङ टिप्सको लागि नेपाल इन्टेरियर डिजाइनलाई फलो गर्नुहोस्। धन्यवाद।